आमा नमस्कार सन्चै हुनुहुन्छ ए मेरो आमासँग धेरै वर्षपछि भेट भयो आमा यो ठाउँमा आइयो आमासँग भेट भयो अनि अब आमा कहिले कति वर्ष पुग्नु भयो आमा म 84 गरे 84 गर्नुभयो र पनि अझै भैँसी पाल्नु भएको छ उले दुई घाँ काट्छ अनि टक्करै हुनुहुन्न चाहिँ आमा यो 84 काटेको उमेरमा पनि म त घाँ काट्ने कुहाउने ठिक्यो उहिले गर्छ ए आमाको यहाँ आँखामा उप पसेछ सानो कसेर आमाको छोरा कति हो नि आमा छैनन् छोरा छैनन् नाति हुनुहुन्छ नाति हो ए धेरै पछि आए आमा खुसी लाग्यो आमालाई मैले पैसा 1320 सम्झ्नु आमा हजुरलाई पैसा पो नातिदिम छ कि छैन है पैसा पो नातिदिम छ कि छैन भन्ने कुरा हो क्या आमाले ओहो बजेलाई 1000 रुपैयाँ फाल्दैन नि त्यही आमा मैले आउने